हेलो गाइज हामी चाहिँ आज कहाँ जाँदैछौँ गरे पुरानो घाट हो कि पुरान घाट हो पुरान घाट जाँदैछौँ साथीहरूसँग आज ड्राई पिकनिकमा आधी साथी चाहिँ यही छौँ आधी साथी चाहिँ उता अलरेडी गइसके आज चाहिँ हाम्रो विन्टरको ड्राई पिकनिक हुँदैछ यसो मस्तको घाम लागेको बेलामा के भन्छन् खानेकुराहरू टक्क यसो एउटा उसमा के भन्छन् ओछ्यानमा त होइन रहा नहीं जाता तड़प ही ऐसी है ना किसमा कौन है ये लोग ठाउँमा भनौँ न अहिले हामी आफ्नो त्यो खानाहरू यस्तो पुरै सजाएर त्यसपछि भिडियो क्लिक गरेर सबै देखाउँछौँ त्यसपछि अहिले चाहिँ हामी बाटोमै छौँ अब हामीलाई पुग्न चाहिँ कति टाइम लाग्छ होला 20-25 मिनट लाग्छ होला हिँड्दैछौँ जाँदैछौँ हो जाने हामी कोहीसँग यस्तो साधन चाहिँ केही छैन त्यही भएर सबै बेरोजगार भएर भर्खर अझै कमाउने स्टेजमा पनि पुगेको छैन अहिले यो पैसाको तङ्गी छ एकदम त्यही नि जसो तसो आँटेर ड्राई पिकनिक जाँदैछौँ आज अब तिमी भन न तिम्रो प्लान चलिए सुरु कर साथीहरू चाहिँ हिँडिरहेका छन् बोतल लिएर कसरी पानीको बोतलहरू समाएर अलिअलि चाहिँ हाम्रो यहाँ छ बराबर रहेछ है सकिन्छ फाइनल्ली हामी चाहिँ भेरीको पुलमा आइसक्यौँ यस्तो छ पुरान घाट हो पुरानो घाट हो कि पुरानो घाट पुरानो घाट भने चाहिँ यहाँ पहिला मान्छे जलाउँथे हजुर के देख्ने मजाक नगर न यार पुरै उभो थियो र अनि उठाएर होइन होला हेलो गाइज वेलकम छ यार पानी पनि तर गहिरो छ यहाँ मोबाइल खस्लाएर सलला बागेको फेरि नदी उर्ला है नालीमा ऊ त के हो मान्छे मै बुझ्न सकिन जिन्दगीमा ए हजुर पिरातीको खेल माया साइली पिराती गाँसे त मलाई गानै आउँदैन यार गाँसे त औला हेलो एभ्रीवान हेलो साँच्ची हो र केक उहाँको तपाईले देख्नु भएन मैले देखेन के हामीहरू त पुरा काट्दै हिँडिरहेको थियौँ मैले त्यही भएर ध्यानै दिएन त्यो छ के पुल सुल मान्छे हुन्छ झ्याउँछ उता बस्छ त यहाँबाट स्याट्टै हेरिरहनु हेर्छ अलि झ्याउँछ कि अलि उतै जाउँ ऊ योदेखि यता किन यिनी बोलाइछन् के उता मान्छे देख्छ उता केक लुकाएर राखेछन् जस्तो लागिरहेछ ए केक त्यही छ मलाई थाहा छ त्यही भएर नजाम लगाएर राखेर छ्या यार तिम्रो नस थाहा छ कि
बंदर के हाथ में नारियल नारियल पानी वाले ले लो लो ओइ वाला नगर्ने म चटपटी वाला क्या सीन है पाँच का छ बोल यहाँ छ बाहर छ भन्नु यहाँ रेडी है तिमी आएको छ अब चाहिँ हामी सबै खाएर फोटोसोटो खिच्यौँ त्यसपछि अलिअलि भिडियो बनायौँ अनि साथीहरूको चाहिँ यहाँ टिकटक चलिरहेको छ कन्टिन्यू छ हाम्रो क्यामेराम्यानदेखि लगेर टिकटक बनाउने साथीहरू यहाँ चाहिँ चटपट बनाउने भइरहेछ मेरो बाल कस्तो भयो यार त्यही भइरहेछ अब यो भ्लग आउँछ कि आउँदैन मलाई थाहा छैन त्यही पनि म ट्राई गर्छु आफ्नो 100% दिएर भिडियो एडिट गर्न ट्राई गर्छु अब मसँग त्यति टाइम पनि छैन तर म आफ्नो चार्ज पनि छैन गाइस 17% आइसक्यो सायद म मेरो कुराले हाँसेको सायद हामी पुग्दासम्म चाहिँ मेरो मोबाइल स्विच अफ पनि हुन्छ होला घर गएर चार्ज गर्नुपर्छ त्यसपछि एडिट गर्नुपर्छ त्यसपछि अब त्यस्तै कलेजको एसाइनमेन्टहरू पनि टन्नै छ धेरै छ काम अब म आफ्नो टाइम निकालेर भए पनि भिडियो एडिट गरेर हाल्नेछु अब चाहिँ हामी चटपटे बनाउन लागिसक्यौँ चटपटेको सामानहरू सब आइन्छ सिक म त लास्ट मोटी देख्ने हामी चाहिँ कस्तो देखिन्छ वाउ कस्तो दामी तनाउको तनाउको स्टाइल है चटपटे सिधै तनाउबाट है तनाउको भाइरल चटपटे छ नि ब्रोदर्स चटपटे तनाउको स्टाइलमा बनाएको छ चटपटे अब हेरौँ कस्तो छ टेस्ट गरौँ हाम्रो दाइहरु जानुभयो यिनीहरू चाहिँ हाम्रो क्लासको एकदमै उत्कृष्ट डान्सर उहाँहरू एकदमै अब्बल हुनुहुन्छ डान्समा भयो मलाई तपाईँ आउनु आएपछि मोबाइलको चार्ज चाहिँ लगभग सकिसक्यो त्यसैले म भ्लग चाहिँ अहिले इन गर्दैछु है सबैले बाई बाई गरिदेऊ बाई।